सम्पूर्ण नमस्कार। लागेको नयाँ वर्ष 2082 सालको उपलक्ष्यमा यस विद्यालय मर्चवाल लाइट इङ्ग्लिस बोर्डिङ स्कुलले सम्पूर्ण विद्यार्थी तथा अभिभावक, समाजसेवी, किसान, पत्रकार, महिला जीवहरूमा सुख शान्ति उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलम शुभकामना व्यक्त गर्दछौँ। आउँदो शैक्षिक सत्र 2082 साल वैशाख 2 गतेबाट नर्सरीदेखि कक्षा 8 सम्म भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावक वर्गहरूमा सहर्ष जानकारी गराउन चाहन्छौँ। सीमित भएको हुनाले समयमा भर्ना गराई आफ्ना बालबालिकाहरूको उज्जवल भविष्यको कामना गर्दछौँ। हाम्रो चाहिँ मर्चवाल लाइट इङ्ग्लिस विद्यालय समरीमाई गाउँपालिकाको एक नमुना विद्यालय भवन भएको चाहिँ एउटा विद्यालय हो। प्रत्येक कक्षा कोठामा बिजुली बत्ती तथा पङ्खाको व्यवस्था छ र प्री प्राइमरी लेभलमा नर्सरीदेखि युकेजीसम्मको लागि त्यो चाहिँ शिक्षण आधुनिक शिक्षण तरिकाले अध्यापन गराउनको लागि हामीले एलइडी को व्यवस्था गरेका छौँ। एलइडी को माध्यमले चाहिँ हामी नर्सरी एलकेजी युकेजीमा यस वर्षदेखि चाहिँ हामी अझै चाहिँ विधिवत तरिकाले चाहिँ राम्रो पढाउन हामी व्यवस्था गरेका छौँ र चाहिँ विगतका दिनहरूमा यस विद्यालयले चाहिँ अरू विद्यालय जस्तो चाहिँ यो विद्यालय पनि चाहिँ राम्रो चाहिँ नतिजा दिँदै आएको छ। हाम्रो विद्यालय चाहिँ गत वर्ष चलेको थियो, यो वर्ष पनि नर्सरीदेखि 8 सम्म सञ्चालन हुन्छ र हाम्रो यहाँ कम्प्युटर ल्याबको पनि राम्रो व्यवस्था भइसकेको छ। हामीले कम्प्युटर व्यवस्था गरेछौँ र सीसीटीभी क्यामेरा गरिन्छ। पुरै चाहिँ प्राङ्गण र विद्यालय जति छन् हाम्रो सबै चारैतिरबाट क्यामेराको निगरानीमा बालबालिकाहरू विद्यार्थीहरूको चाहिँ निगरानी गरिन्छ। अब चाहिँ हामीले एउटा चाहिँ विशेष एउटा के सुविधा गरेका छौँ, अरू विद्यालयले नगर्न सकेको सुविधा हामी चाहिँ गरेका छौँ कि चाहिँ हामीले जुन सीसी क्यामेरा यहाँ जडान गरेछौँ, यदि चाहिँ अभिभावकजीहरू चाहिँ चाहनुहुन्छ भने उहाँहरू लागि पनि चाहिँ हामी के गर्छौँ, यहाँबाट यो क्युआर कोड दिएर आफ्नो बालबालिकाहरूको कुन गतिविधि के चलिरहेको छ त्यो गतिविधिको बारेमा चाहिँ हामीले आफ्नै चाहिँ तपाईहरू चाहिँ आफ्नो घरमा बसी चाहिँ नेटको माध्यमले चाहिँ तपाईहरू हेर्न सक्नुहुन्छ। र भर्ना मिति 2082 वैशाख 2 गतेदेखि भर्ना सुरु हुन्छ र कक्षा सञ्चालन 82 साल वैशाख 5 गतेदेखि हाम्रो भर्ना सुरु हुन्छ। र यस वर्ष चाहिँ एउटा विशेष हामीले सुविधा के गरेछौँ, अहिले भर्खर हाम्रो चाहिँ एउटा समितिले चाहिँ हाम्रो निर्णय गरेर चाहिँ हामीले विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर चाहिँ यहाँ चाहिँ के गरेछौँ, हामीले एउटा गाडीको पनि व्यवस्था चाहिँ हामी यस वर्ष गरेका छौँ। टाढाबाट आउने विद्यार्थीहरूको लागि गाडीको पनि व्यवस्था हामीले गरिसकेका छौँ। अब हामी प्रचार प्रसारमा चाहिँ गाडी पनि लिएर जान्छौँ र टाढाबाट आउने विद्यार्थीहरूको लागि यो चाहिँ साधनको व्यवस्था भइसकेछ। सम्पूर्ण सहर्ष जानकारी गराउन चाहन्छौँ। समयमा आफ्नो भर्ना गराई ढुक्क हुनुहोस्। राम्रो शिक्षाको लागि हामीले एकचोटि अवश्य चाहिँ सेवा गर्न मौका दिनुहोस्। धन्यवाद, नमस्कार।